गायकको साथमा हामी दरबार मार्गमा छौँ होइन दाजुभाइ ट्याक्कै यहाँनिर छु हामी चाहिँ हिँडेका छौँ ब्लग हो नि त ब्लग दाजुभाइ है एकदमै ट्याक्कै लाएर त्यसरी हिँडेको धेरै पछि यसरी चाहिँ चर्च लाएर यसरी बालनको सहर अनि मजाले चाहिँ हिँडेको छ अब मजा गरिरहेको छ बसिरहेको छ त्यही त हो हामी चाहिँ लाग्यौँ नतिर जो नखाने हो त्यसले पस्ताउने हो हामी चाहिँ लाग्यौँ कहाँ रे हामी मेजे चाहिँ लागेको छौँ ट्याक्क लाएर अब यहाँ सेको खाइन्छ डाङडुङ गरिन्छ खाने बेला पनि हामी त झ्याप्प लाएर हिँडेका छौँ है यता बेहुला पनि आएछ अनि मस्त खाने हो को मन लाग्छ चट्ट आउने खाने यो चाहिँ मेजी यो चाहिँ भ्लग हो कि ल हामी टक्कै मेजीमा आयौँ यसरी चट्ट लाएर अब हामी यहाँ आएर खाने हो बस्ने हो रमाउने हो ल म्यानेजमेन्ट चेन्ज भएको छैन सेम म्यानेजमेन्ट हो तर जस्ट हामी आफ्नो टिम चाहिँ अलमोस्ट भयो चेन्ज ठिक छ थ्याङ्क यू त सबै खाइरहेछ है हुर्का त नखाने के खाने हामीले खाने जति सब खाएकै छौँ राम्रो हुन्छ त्यही एउटा त्यो तपाईँले भनेको के अरे चिकन त्यो चाहिँ पठाइदिनु एउटा मोमो अनि अहिले सबै खानु सक्यो के भन्छ दामी दामी अहिलेलाई चाहिँ दामी अब मलाई चाहिँ खानु पऱ्यो यो चाहिँ हाम्रो चिकन सेकुवा आयो होइन यसलाई चाहिँ चिकन सेकुवा भन्यो बबिन चिकन सेकुवा हेर बाबु बबिन खाऊ यो चिकन सेकुवा इन्जोय फोनमा बिजी होइन भाइसँग छोरोसँग एकदमै रमाइलो भइरहेछ यहाँ नरमाङमा यसो रमाइलो इन्जोय गर्न आएको मलाई नि एकदम इन्जोय भएको छ के हो रे मक्की मुन्की स्मोक डम्पिङ यो खाना हुनु मस्त खाने हो बस्ने हो खान्छ खाने हो है ल सबैजना खाना आउनु होला अनि पनि खाने होइन यसरी झ्याप यसो खाने भेरी नाइस स्मुथली स्मोक्ड डम्पिङ हेलो हेलो ल यतिखेर चाहिँ म स्मोक डम्पलिङ मोमो खाँदैछु र म र छोरा बबिनसँग चाहिँ यसो इन्जोय गरिरहेको छु इन्जोय गर्ने भए आउनु इन्जोय भइरहेछ भइरहेछ हो
ल कसैलाई इन्जोय गर्नु मन छ भने जोइन विथ अस है त ल यस्तो गरेर यस्तो दामी दामी एकदम दामी 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 ल नाइटमा हामी चाहिँ वाक गर्दैछौँ दरबारमार्गबाट मजाले चाहिँ हामी वाक गरिरहेछौँ यसलाई चाहिँ अब काठमाडौँ वाक भनौँ यस्तो चलिरहेछ यताबाट दाहिने कि देब्रे जाने रे हामी अब दाहिने देब्रे अब हामी देब्रे हिँड्यौँ यसो गरेर टडक आएर दिल लागिरहेछौँ हामी बाजेको सेकुवामा आएको छौँ होइन यो चाहिँ बाजेको सेकुवा बाजेको सेकुवा बाजेको सेकुवा पान पसल पान छ नि मैले पहिले खान्न बाजेको सेकुवा आयो हामी यहीँनिर राखेर हो बाजेको सेकुवाको डेकोरेसनहरू दामी 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 यात्रा लाएर यहाँको भ्यू रुफटप यो रेलवे सबै हेर्नु नेपाल सेकुवाको उहाँ चाहिँ एकदम सोलिड मान्छे हाम्रो दाइको चाहिँ प्यारो भाइ मेरो एकदम जिग्री भाइ त्यही त बाजेको सेकुवा हो हामी चाहिँ खाना खान्छौँ भाइ हुँदैन मलाई यो हो नि तरिका ल हेप्पा खान्छ यसो गर्ने गरेर नघुमाउनु बेभन्दा अगाडि गर्नु दामी 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 गजब 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 64 ब्लान्च खाए जस्तो रहेछ गोर्खाको चाहिँ यो क्राफ्ट बियर भन्ने चाहिँ मैले चाहिँ यो पहिलोचोटि खाएँ भनौँ न यो बेस्ट नै छ बेस्ट एकदम बेस्ट सेकुवा बाजेको मुलाको अचार ल आयो के आयो नली कबाब स्लुट पो पारेर नली खुट्टा चाहिँ चडक्क चाहिँ खाने ट्याक्क लाग्यो बेच्दाखेरि चाहिँ छुट्याए अवस्था बेच्दाखेरि सम्झा छ टक्क खाने अब आउँदैछ खाएको खाइछौँ हामी पनि आयो बाजेको सेकुवाको झोल मोमो बाजेको सेकुवाको झोल मोमो आयो यसलाई चाहिँ म टक्क चलाएर चाहिँ
मस्त तरिकाले देखाउँछु यस्तो हुन्छ आमामा यत्रो तातो तातो सक्छ तातो तातो मोमो सेलाएर टेस्टी वाउ वाउ भेरी नाइस ल खाइदिएर सुकुटीमा मस्त छ केटा दामी मोमो खान दामी मोमो खा ल म चाहिँ मोमो झोल खाँदैछु यो चाहिँ उदासीको के अरे के कबाब रे झोल मोमो एकदम टेस्टी छ नि ल राखेँ